साथीहरु नमस्कार। आज म दाङको घराई भन्ने ठाउँमा छु। यो देखिराख्नु भएको छ, यो चाहिँ अर्ग्यानिक यो घर हो। यो चाहिँ खरको छाना भएको घर छ र यहाँ चाहिँ आँखु हब भनेर चिनिन्छ। यो आँखुबारी भन्ने ठाउँ गैरा गाउँमा पर्छ र यहाँ चाहिँ विश्वको अग्लो त्रिशूल धारापानी जाने बाटो नेर पर्छ र स्पेसली यो चाहिँ दाङ आँखु हब छ। यहाँ पल्तिर तलतिर माथितिर चाहिँ आँखु नै आँखु छ र आँखुको जुसको लागि यहाँ धेरै टाढाबाट पनि यो अर्ग्यानिक जुस खान आउनुहुन्छ र ताजा पनि पाइन्छ र राम्रो पनि हुन्छ। त्यसकारणले गर्दा हजुरहरू पनि दाङमा घुम्न आउनुभयो भने यो चाहिँ ठाउँ अवश्य भिजिट गर्नुहोला। अति सुन्दर ठाउँ छ र ताजा जुस खानको लागि यो अत्यन्त उपयुक्त ठाउँ छ। फ्रेस आफ्नै आँखा अगाडि जुस बनाएर खान सकिन्छ। ल भाइ।